तिमीलाई थाहा छ क्रुसमा येशूको मृत्यु तिम्रो लागि मृत्यु होइन, अनन्त जीवनको सुरुवात हो। जय मसीह। गुड मर्निङ हो प्रिय। क्रुसमा येशूको मृत्यु तिम्रो लागि मृत्यु होइन, अनन्त जीवनको सुरुवात हो। किनभने क्रुसमै तिम्रो अपराध राखियो, क्रुसमै तिम्रो पुरानो मनुष्यता मारियो, क्रुसमै तिम्रो स्वर्गले नाम लेखियो। क्रुस त पीडाको चिन्ह होइन, अनुग्रहको घोषणा हो। अब तिमी मेरा प्रिय सन्तान हौ भन्ने परमेश्वरको आवाज हो। मत्ती 27:46 येशूले यस्तो भन्नुभयो, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभयो? प्रिय, त्यति बेला परमेश्वरले येशूलाई किन त्याग्नुभयो? किनकि त्यति बेला परमेश्वरले तिमीलाई स्वीकार्नु भएको थियो, तिमीलाई अपनाउनु भएको थियो, तिमीलाई आफ्नो प्रिय पुत्र भने पुत्री भने आफ्नो अङ्गालोमा राख्नु भएको थियो। क्रुसले तिम्रो जीवनलाई बदलिसक्यो। अब तिमी धन्यवाद साथ त्यसैमा बाँच।